नेपालको अटोमोबाइल बजारमा फ्रान्सेली अटोमोबाइल ब्रान्ड सिट्रोनले स्टाइलिश, आरामदायी र अत्याधुनिक इन्धन तथा विद्युतीय गाडीहरू मार्फत छुट्टै पहिचान बनाएको छ। विश्वविख्यात स्टेलान्टिस ग्रुप अन्तर्गत रहेको सिट्रोनले आफ्ना गाडीहरूको युनिक युरोपेली डिजाइन र सिट्रोन एडभान्स कम्फर्ट सस्पेन्सन प्रविधिको रूपमा पहिचान बनाएको छ। नेपालमा सिट्रोन गाडीहरूको आधिकारिक आयातकर्ता तथा वितरक साङ्ग्रिला मोटर्स प्राली हो। काठमाडौँको थापाथली नक्सल लगायत देशका प्रमुख सहरहरू सोरुम, आधुनिक सर्भिस सेन्टर र स्पेयर पार्ट्सको सञ्जाल विस्तार गरी साङ्ग्रिला मोटर्सले सेवा प्रदान गरिरहेको छ। नेपालमा सिट्रोनका सिट्रोन C3, सिट्रोन EC3 र C5 एयरक्रस जस्ता मोडलहरू उपलब्ध रहेका छन्। सिट्रोन C3 सहरी र पहाडी बाटोका लागि उपयुक्त स्टाइलिश क्रसओभर ह्याचब्याक गाडी हो। स्टाइल स्प्लिट हेडल्याम्प डिजाइन र उच्च ग्राउन्ड क्लियरेन्स भएको यो गाडी बजेट सेगमेन्टमा निकै रुचाइएको छ। 1.2 लिटर पेट्रोल इन्जिन रहेको C3 ले 82 PS पावर र 115 Nm टर्क प्रदान गर्छ। यसमा 10.2 इन्चको ठूलो टच स्क्रिन इन्फोटेनमेन्ट सिस्टम, वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो छ। यसमा 180 mm को उच्च ग्राउन्ड क्लियरेन्स रहेको छ, जुन नेपाली बाटो अनुकूल हो। साथै डुअल एयरब्याग, ABS, EBD, गियर पार्किङ सेन्सर र डिजिटल डिस्प्ले जस्ता फिचरहरू रहेका छन्। नेपालमा यसको मूल्य 29,79,000 बाट सुरु हुन्छ। सिट्रोन EC3 सिट्रोन C3 कै लोकप्रिय डिजाइनमा आधारित विद्युतीय अवतार हो। यो मोडल दैनिक शहरी यात्रा र छोटो पारिवारिक भ्रमणका लागि किफायती र आरामदायी इलेक्ट्रिक क्रसओभरका रूपमा परिचित बनेको छ। यसले 29.2 किलोवाट आवर ब्याट्री प्याक र 57 PS पावर, 143 Nm टर्क उत्पादन गर्छ। एक पटक फुल चार्ज गर्दा करिब 315 किलोमिटरसम्मको यात्रा ढुक्कसँग गर्न सकिन्छ। 57 मिनेटमै 10% देखि 80% सम्म फास्ट चार्जिङको सुविधा पनि यसमा रहेको छ। त्यसैगरी 10.2 इन्च इन्फोटेनमेन्ट सिस्टम, उच्च सिटिङ पोजिसन र आरामदायी सस्पेन्सन जस्ता विशेषताहरू रहेका छन्। नेपालमा यसको मूल्य भेरिएन्ट अनुसार 34,79,000 देखि 39,50,000 सम्म पर्छ। सिट्रोन C5 एयरक्रस लग्जरी र अल्ट्रा कम्फर्ट खोज्नेहरूका लागि सिट्रोनको फ्ल्यागशिप प्रिमियम SUV सिट्रोन C5 एयरक्रस उत्कृष्ट रोजाइ बन्न सक्छ। यसमा प्रयोग भएको विशेष प्रोग्रेसिभ हाइड्रोलिक कुसन सस्पेन्सनका कारण यो गाडी फ्लाइट कार्पेट राइड अनुभव दिने SUV का रूपमा परिचित छ। यसमा भएको 2.0 लिटर टर्बो डिजेल इन्जिनले 177 PS पावर र 400 Nm टर्क उत्पादन गर्छ। साथै सिट्रोन C5 एयरक्रसमा 8 स्पिड अटोमेटिक गियरबक्स र मल्टिपल ड्राइभ मोडहरू, 12.3 इन्चको डिजिटल ड्राइभर क्लस्टर, 8 इन्च टच स्क्रिन, प्यानोरामिक सनरुफ, 6 वटा एयरब्याग, एडभान्स ड्राइभर असिस्ट सेफ्टी र इन्डिभिजुअल पछाडिका 3 सिटहरू तपाईले पाउनुहुनेछ। यसको मूल्य 1,35,00,000 सम्म पर्छ। सिट्रोनको सस्पेन्सन र सिटको बनावटले कच्ची र खाल्डाखुल्डी बाटोमा पनि कम्पन कम महसुस गराउँछ। यो यसको सबल पक्ष हो। नेपाली बाटो सुहाउँदो उच्च ग्राउन्ड क्लियरेन्स, 30 लाखमै युरोपेली ब्रान्डको गाडी पाइनु र 35 लाखमै युरोपेली प्रविधिको EV उपलब्ध हुनु यसको अर्को सबल पक्ष हो। त्यसैले त सिट्रोनका गाडीहरू नेपालीको रोजाइमा पर्दै आएका छन्। कर्पोरेट भनेकै कर्पोरेट खबर।